जाम परेको अवस्था होइन त कुन ठाउँमा आइपुग्यो हामी खै आइपुग्यो हामी खैमा आइपुग्यो ए होइन धुलीखेलको ओह्रालोमा जाममा परेको छौँ 1 2 3 सुकुटे we are coming हामी त सुकुटे छिर्दैछौँ होइन बल्ल ठ्याक्क टाइम भनेको 7 बजे वेलकम टु द सुकुटे बीच के लिए स्नैक्स दीदी लाउनु कस्तो भयो त रमाइलो स्विमिङ रमाइलो भयो होइन त रमाइलो भयो नि त नाइस ल अब चाहिँ ट्याक्क हामी ट्याक्क राँचीको 12 यसपालि चाहिँ हामी सुकुटी बीच आएको छौँ अब यो फर्स्ट टाइम त होइन पहिला पनि आएको थियौँ प्लट यसरी भ्लगिङ चाहिँ गरेको थिइनँ हेर्नुहोस् पुरै मस्तो लाग्यो यहाँ एराउन्ड 100+ त टेन्टै छ क्या यहाँ कोडिङै गरेको छ होइन टेन्टमा अब यो साइडको यो नै 59 हो अरे क्या भनेपछि 1 2 3 भनेपछि त प्लस त्यहाँ पनि छ है पारी उतापट्टि पनि तपाईँले देख्न सक्नुहुन्छ उहाँ पनि चाहिँ यहाँ एराउन्ड अनि यता मेन त्यो रुफहरू त्यो ढलान घर कन्क्रिटवाला चाहिँ उतापट्टि छ भनेपछि यसो विचार गर्दा 1000+ चाहिँ यहाँ मान्छे छ भनेपछि त अहिले पुरै हामी वेस्टर्नाइज भइसक्यो क्या साथी हो विकेन्ड त मनाउनु पऱ्यो होइन अनि कस्तो भइरहेछ त टोली हो खोइ टोलीको इनर्जी नै आएन त एकदम रमाइलो तर गरम भइरहेछ है हाम्रो टेन्ट चाहिँ यहाँदेखि यहाँ हामीले लेट आवर बुकिङ गरे भएर चाहिँ झन् यो पनि मिल्यो होइन झन् क्यान्सल गर्नुपर्छ थियो होइन मेन स्पेसल चाहिँ हामी हाम्रो विदेशी साथी उहाँ त के अब तपाईँ उतै कार्ड होल्डर होइन विदेशी मितबुढी होइन उहाँ चाहिँ अब डिबी परेर उतै कार्ड भइसक्यो होइन भइसक्यो किन मार्केटिङ भयो भनेर त्यस्तो होइन रमाइलो भने नि यहाँ हाम्रो मितबुढा यहाँ हुनुहुन्छ अनि कस्तो भइरहेछ त ए रमाइलो लास्ट टाइमको मेमोरी जस्तै भयो कि भएन ओभरअलली भन्दा नि झन् बाबा ल हामीले इन्जोय चाहिँ फुल गऱ्यौँ है टेन्ट चाहिँ है आमा यहाँ हेर्नु न ब्याकग्राउन्डमा त टेन्ट नै टेन्ट देखिन्छ ल हेर्नु न ल पुरै अर्ग्यानिक टोस्ट होइन त यो अर्ग्यानिक पुरै आगोमा होइन मस्त ल ओ हेलो के छ त सुकुटे बिचमा दुईजना मिहरू मित बुढा नि हुनुहुन्छ पछाडि अनि साली पनि छिन् कस्तो भइरहेछ त एक्सपिरियन्स जय शम्भु ओके
हजुरहरूले के बनाउनु भएको भन्नुहोस् त ओके अनि हामीलाई यहाँ छिर्नलाई इन्ट्री फी लाग्छ कि लाग्दैन खै त बोल्नु भएको लाग्छ डेन्जर घर बनाउनु है म फेरि भिडियो खिच्न आउँछु ओके बाई बाई मैले ढुङ्गै देखिन